उता गयो त्यो निलो मन्दिरदेखि तलतिर गयो देखिरहेछ मैले एउटा देखेँ अर्को त्यही हात्ती आइरहेछ हाम्रो चाहिँ हात्ती आएर ब्लास्टिङ हान्दैछ हामी चाहिँ बिहानै मर्निङ टाइममा फिसिङ गर्न आएको है आइपुग्ने बित्तिकै हात्ती आएर यहाँ चाहिँ हल्ला खल्ला पुरा मचिँदैछ अगाडि केटाकेटीहरू कुद्दैछ यही बाटो जान्छ क्या रेडी हो है मासतिर चढ्नु भित्रबाट छिरो कि चढ्नु रेडी हुँदो हुन्छ रुखमा छ लु सुक्रो डाँडातिर हिँड्ने ए यो पुलले पनि थाम्दैन होला त होइन पुलतिर जाँदा नि यो जग्गा बाटो नै यो हेरे क्या कहाँ ऊ त्यो गेटमै छ होइन त्यही र अलिक छिटो हिँड्नु पर्छ बेलुका भनेको यसलाई छिटो यहाँबाट हिँड्दैछ हात्ती चाहिँ देखेको छ कि छैन है घामले टल्केर यहाँबाट आउँदैछ हेर्नुहोस् हुन्छ अब यो पोखरीको छेउ हुँदै जान्छ गएको छेउछेउ जान्छ कुद्न यहाँ मन्दिर टेपकोबाट भेट्छ यहाँबाट देखिन्छ हौ देखिरहेछ त आयो हात्ती हिँड्दैछ हाम्रो बङ्गाली हात्ती त कत्रो ठुलो यार नदीकोबाट त अझै देखियो त हात्ती हिँड्दैछ हाम्रो ल यो चाहिँ शङ्कर भ्याली है शङ्कर भ्यालीमा हात्ती बिहानै छिरेको कारणले गर्दा हात्ती खेल्दै यताबाट यस्तो छ त नजा उयो अल्झी बसिरहेको छोड्दैन नजिक नजिक नजान आफ्नो सेफ्टी हेर मुर्दा अरू भन्दा ए त्यस्तो हुँदो रहेछ नि त ब्लास्टिङ हाने ए यता चाहिँ ब्लास्टिङ हान्दैछ ल यहीँ छ हात्ती ल जङ्गली हात्ती खेदाउँदैछ आजको दिन चाहिँ हात्ती आएर डेन्जर छ है ठुलो छ बुढो नै हो कलिलो होइन हात्ती छ हिँड्दैछ हाम्रो हात्ती के पो हुन्छ अर्को गणेश गणपति अब चाहिँ कट्नु लाग्यो पोखरी है यो गाउँको मान्छेले चोट नपुर्याए पनि धपाउने काम चाहिँ राम्रोसँग गरेको छ यतिको त गर्नै पर्छ गाउँकै सुरक्षाको लागि भए पनि हात्ती हेर्नु मलाई पुग्छ हात्ती घुमेर यहाँ पुरै गाउँले हिँड्दैछ परिरहेछ नि होइन गाडीमा आयो त आएको छ हाम्रो माछ देखा त्यता हात गऱ्यो
छवटा चारे छवटा चारोमा दुईटा मात्रै सानो पर्यो भन्छ त नि यो त अघिकै चारो होइन ठुलै छ नि हो तारेको रब यत्रो यत्रो खै यता अनुहार देखा त कति रौ पारेको यत्रो यत्रो थियो नि लाग्छ होइन दोस्रो ताल पारेको तार भक्क त चिप्ने चारो छ त नि अघिकै माछा छैन यो आएको छैन उयो अन्त कहाँ ठुलो ठुलो नि हो त यो भन्दा ठुल्ठुलो पनि हुन्छ कत्रो ठुलो हुन्छ छ सानो छ छोडो त छ सानो चाहिँ छ क्या पोत्री जस्तो लाग्यो सानो चाहिँ छ जस्तो लाग्यो ए रौको बच्चा परेछ ल है ठिकै छ होइन दामी हो पछि ओठमै हुक मिल्ने भएर ओठमै भेट्यो चारै खाइरहेछ परेको केटाले सानो सानो अब टुकटुकेको खेल्नु पर्यो भनेर रेडी हुँदैछ ल क्रस त भएन होइन क्रस त भएन यहाँ झन्डै झन्डै क्रस भइरहेको छ खै भुल्का त पर हान्यो अब छ छैन थाहा छैन छ जस्तो छ सानो छ जस्तो छ फेरि डोडी हेर्न डोडी आएको हेरेर ओ माछा छ सानो छ चारो लोड गर्नु पाएको छैन त चारोमा मात्रै झुटिन्छ त अब यहाँ राख्नुहुन्छ अघि त ठुलो पकाउनु उठेर अब यहाँ कत्रो ठुलो छ नि कसले पाएको माछा त्यो भाइले जाऊ बोतल ल्याऊ मलाई नि दिनु न एकजनाले मात्र बस्छ कहाँ तिमीहरूलाई सबैलाई दिएर साथी हुन्छ त कहाँ म सबैलाई यो हालिदिन्छु ल के हान्ने त्यो सानो हुन्छ नि त अलिक ठुलो बोतल ल्याउ न अलिक ठुलो पानीको बोतल ल्याउ न मर्छ नि फेरि मर्नु त यो लाने भनेको होला मर्छ नि खोइ यसो पानी खुवाउ न अनि त्यो म यहाँ धारामा थाहा पाएँ बिर्को लाउनु हुँदैन ल यसरी राख ल यसरी राख्ने ल मर्छ नि लु जाऊ ठाडो बनाउनु हुँदैन कान्छा ठाडो सानो छ क्या
उता उता जान रडको छेउछेउ उता चाहिँ हौ ए फ्लटिङ यता रहेछ तिमीहरूको नि होइन डोरीले अल्झेर डिस्टर्ब हुन्छ हौ कत्रो छ हौ तिमीहरूले चाहिँ कस्तो के खेलेको छ हुक मेरो हिँड हिँड भाइ कहिले काहीँ सानो हुन्छ यस्तो बवाल दुबाएको नि हेट त्यो एउटा डन्ठी देऊ न उ त्यो बाँस देऊ न यसले त कहाँ हो हुन्छ त्यो देऊ न हो त्यो त्यहाँ तलको त्यो होइन हौ तलको त्यो मुख्यमा छ त्यो हाँगामा चाहिँ हल्लाउनु Nah, ada ada. Ini डुबाउनु भने चारो कता राख्यो फेरि झर्दैन यो निल्छ क्या यसले अरे चारो बनाउँदै थियो भने कता राख्यो ल अहिलेकै साइजको लगभग के झारले त गिरी गर्छ क्या अड्किन्छ अस्ति एउटा वेट गयो नि दामी वेट गयो अस्ति यो स्पाइडर हुक होइन त्यो फ्लटिङ बिना खेल न भाइ त्यो ग्राउन्ड हान्न भनेको ग्राउन्डमा मात्रै पर्छ त त्यो लोकल चारामा त अन्त ग्राउन्ड हान्न भनेको फ्लटिङमा पर्दैन नि त भाइ नि ग्राउन्ड हान्ने हो क्या सिद्राहरूले तान्छ क्या त्यस्तो मात्र कोत्री कोत्री मलाई कोत्री जस्तो लाग्यो चारो खाइ अनुसार अहिले भट्काए अनुसार छेउमा ल्याउनु एकै झट्कामा तान्दिनु दाइ सानो कोत्री हो भने चाहिँ आधी किलोसम्म त तान्छ साइजको छ त कोत्री आधी किलो अलिक कम छ अब खानु थाल्छ क्या अब चाहिँ खान्छ क्या बेलुका बेलुका भयो नि त खोइ त्यो चारो एउटा ल्याउ सुमिनले बनाएको थियो ल्याउ त हान्दै गरौँ बनाएको छैन त
आम्मा बदलामा चाहिँ हाल्नुपर्छ बनाइछ चाहे माछा लिएर आइज न काँडालाई भाग्छ यो त 300 ग्राम चाहिँ होला है 400 ग्राम आधी उल्टो नगर न माछा यता राख्न कति माछा भयो ठुलै छ है साइजको हो दाइ कति 1 किलो त पुग्यो नि है मसिनो साइजको है एक्सप्लोन ज्यादा छ त्यो बढी छ लु 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 देखेर माछा कति छ भाइ आधी किलो भन्दा बेसी होला त्यहाँ निकालेको कस्तो पोल्छ नि फेरि माछा उचाल त भाइ ओइ ल 1.5 किलो जति छ या होला नि 2 किलो हुन्छ होला